कुरो के भयो चाहिँ कस्तो के चाहिँ नयाँ कथा कमाउँदैछु कमाउन पाऊँ झर्ना वा दामी क्या मजाको देखि है हुन्छ बाजे बाजे हात मिलाउनुहोस् न अनि ल गाडी धुँदैछ झर्नाले दामी फ्रन्टको टायर चिप्लेर चाहिँ म खासमा चाहिँ लडेको क्या तपाईँको नाम के हो यो लेक्सेप हो फेरि अन्तिमचोटि हेरिदिउँ त रम्बी झर्ना टाढा त हिलो भएको रहेछ हुन्छ हुन्छ बोजूको नमस्कार हुन्छ खाना मिठो थियो फेरि आयो नि यहीँ खानुपर्छ खान्छु नि म हुन्छ ल म पुरै रेन गेट्समा आइसकेको छु पानी नै हल्का थाम्यो अब चाहिँ ल अब चाहिँ लागौँ कञ्चनजङ्घा फल्सतर्फ टाइम भन्नुपर्दा 2:41 गयो 3 बज्नै लाग्यो ल बिदा पाऊँ खिचुपरी लेक सो यहाँ परबाट चाहिँ कञ्चनजङ्घा फल्स जाने बाटो चाहिँ छुट्टै छ अरे सो यहाँबाट 1 किलोमिटर हिँडेपछि चाहिँ परबाट चाहिँ लेफ्ट टर्न लिएर चाहिँ ओह्रालो झर्नु भनेर भन्नुहुँदै थियो आन्टीहरूले कञ्चनजङ्घा फल्स गएर कञ्चनजङ्घा फल्स एक्सप्लोर गरेर फेरि पेलिङ निस्केर म पेलिङ गेजिङ निस्केर फेरि घरतर्फ फर्किनु छ हेर्नुहोस् न यहाँ माथि चाहिँ पिङ्क कलरको फुल टक्क लाएर यहाँ चाहिँ फेरि झर्ना दामी नमस्ते एभ्रिवान र आज फेरि सेम डे तर न्यू ब्लग न्यू स्टोरी ल अब यहाँबाट लागौँ ल आज फेरि सेम डे तर न्यू ब्लग न्यू स्टोरी आज फेरि अर्को एउटा नयाँ यात्राको कथा र यो यात्रामा आई होप कि फेरि पनि एउटा नयाँ कथा कमाउँदैछु कमाउन पाऊँ अनि हजुरहरूको माया र साथ पाउन सकौँ र यो ब्लगलाई पनि हजुरहरूले प्रिभियस ब्लगलाई जत्तिकै माया दिनुहुनेछ भनेर आशा राखेको छु ल सिमसिमे पानी त पर्दैछ अब चाहिँ फटाफट लागौँ म लेट भइसकेको छु यहाँ परबाट चाहिँ सायद यस्तो लेफ्ट टर्न लिएर चाहिँ ओह्रालो झर्नुपर्छ होला मेरो विचारमा चाहिँ पहिला यहाँबाट फर्कँदा त जोएल जोजो म थियौँ ढुक्क थियो साथी थियो जोजो थियो अहिले त एक्लै छु फेरि झरेको मौसम छ हजुर भाइ यहाँबाट सट्टै जाँदा पनि उहाँ तल त्यो फाटाक छ नि हजुर हजुर उन्दो गयो भने चाहिँ धिङलिङ छ त्यहाँबाट चाहिँ स्कुल छ यतापट्टि जानुपर्छ हुन्छ भाइ हुन्छ थ्याङ्क यू भाइ ल म चाहिँ हातमा टाइम छैन सो सर्टकट पक्रेँ यहाँबाट चाहिँ लेफ्ट टर्न लिएर चाहिँ जाँदैछु यहाँबाट टक्क लाएर लेफ्ट टर्न तलबाट चाहिँ अलिकति अफ रोड छ अरे त्यो ग्राभल रोड छ अरे केयरफुल्ली जानुहोस् है दा भन्नुहुँदै थियो भाइले हेरौँ अब के कस्तो छ किनकि हातमा टाइम छैन म त्यो अघि आएकै बाटो गयो भने त ढिलो हुन्छ सर्टकट पक्रेँ है त मैले साथीहरू भाइ यो कञ्चनजङ्घा फल्स कताबाट हो यताबाट है ए हुन्छ थ्याङ्क यू ए माथि भेट्ने भाइहरू होइन ए घर कता हो भाइहरूको चाहिँ ए पेलिङपट्टि हो सुन न म मल्ली जाने कि फल्सबाट चाहिँ मल्ली जानेको लागि सर्टकट छ बाटो कि पेलिङै आउनुपर्छ मल्ली क्या मल्ली छैन पेलिङै आउनुपर्छ है ए हुन्छ भाइ थ्याङ्क यू ए हुन्छ 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 थ्याङ्क यू ल सोधखोज गरियो कुरा बुझियो जुन चाहिँ बाटो गएको त्यही बाटो नै आउनुपर्ने रहेछ फर्किनुपर्ने रहेछ ल ए यही भनेको रहेछ बाटो चाहिँ ग्राभल रोड छ है यही भनेर भनेको चाहिँ बाटो चाहिँ यही रहेछ त्यस्तो खासै अप्ठ्यारो छैन 2 व्हिलर अनि 4 व्हिलर मजाले चलाउन सकिन्छ कुदाउन सकिन्छ तर अगाडिको ब्रेक चाहिँ लाउनु हुँदैन क्या यस्तोमा चाहिँ सानो ढुङ्गाले पनि लडाइदिन्छ फेरि नत्र भने चाहिँ वाउ के दामी है त्यो के गुम्बा हो कि मन्दिर हो के हो
माथि डाँडामा अवस्थित हेर्नुहोस् न क्या मजाको देखियो है गुम्बा हो कि मन्दिर हो कि किरातको मन्दिर हो कि के हो नमस्ते बाजे नमस्ते बाजे बाजे कञ्चनजङ्घा झर्ना चिन्नुहुन्छ फल्स चिन्नुहुन्छ है ए नजिकै हो ए हजुर हजुर ए हजुर हजुर नाम के हो हजुरको हजुर दुर्गा सिंह लिम्बू हुन्छ बाजे बाजे हात मिलाउनुहोस् न अनि ल पहिला जवानीमा त हाम्रो बाजे पनि एकदमै राम्रै हुनुहुन्थ्यो होला है बाजे अहिले ह्यान्डसम हुनुहुन्छ हुन्छ बाजे धन्यवाद ए हुन्छ हुन्छ बाजे हुन्छ हवस् धन्यवाद बाजे बाजेहरू देख्दा खुसी लाग्छ क्या पहिला हाम्रो बाजेको याद आउँछ बोजूको याद आउँछ पहिलाको त्यो सानो छँदाको याद आउँछ ल साह्रै टाढो त होइन रहेछ यो बाटो भएर गएको चाहिँ राम्रो भयो सर्टकट बाटो केही अप्ठ्यारो भए तापनि सिनेरी चाहिँ गजब रहेछ गजब हेर्नुहोस् न गाउँ गाउँ बस्ती बस्तीको नजारा प्राकृतिक सुन्दरता हुन्छ नि त गाउँ बस्तीतिर चाहिँ हेर्नुहोस् न खेतबारी घरहरू रमाइलो गर्दै रम्दै झुम्दै नाच्दै जाँदैछु है म कञ्चनजङ्घा फल्स तर्फ सो अब यहाँबाट चाहिँ 15 या 20 मिनटमा पुगिने रहेछ कञ्चनजङ्घा फल्स सो कञ्चनजङ्घा फल्स भन्नुपर्दा चाहिँ म दुईचोटि आएँ यता तर दुईचोटि नै जानु पाइनँ क्या सो यो पालि चाहिँ पुगेरै छोड्ने कञ्चनजङ्घा फल्स अनि हजुरहरूलाई देखाएर छोड्ने एउटा प्रण लिएर आएको छु नि त आज चाहिँ पुग्नै भनेर चाहे फर्किँदा दिन ढलोस् साँझ परोस् या रात परोस् आज चाहिँ कञ्चनजङ्घा फल्स चाहिँ पुगेरै छोड्ने हजुरहरूलाई कञ्चनजङ्घा फल्सको सुन्दरता देखाएरै छोड्ने नि त आज चाहिँ ए ओके यहाँबाट चाहिँ कार्पेटिङ भएको सडक रहेछ नि त ल यहाँबाट चाहिँ पुरानै भए पनि कार्पेटिङ गरिएको सडक भेट्टायो सानो भाइले घाँस काट्दैछ हेलो भाइ घाँस काटेको के हो तिम्रो नाम के हो नाम जोडले भन न ल ठिक छ गुड सडकको हेर्नुहोस् न किनारतिर मजाले दामी तरिकाले फुलहरू रोपेको है दामी हाइजेनिक छ है सिक्किम सो यहाँ चट्टान फोडेर बनाएको रहेछ सडक हेर्नुहोस् न क्या मजाले फुलेछ फुलहरू ल अब भने चाहिँ फाइनली साथीहरू कञ्चनजङ्घा फल्स आए जस्तो छ टाइम भन्नुपर्दा 3:18 गयो हो यहाँ त माथिबाट नि छिटो आउँदो रहेछ नि दामी तरिकाले हेर्नुहोस् न लु वाउ त्यहाँ रोक्नु पऱ्यो बाइक यही त छ त मजा यही त छ त वाउ हेर्नुहोस् न छाँगो खसेको झर्ना वाउ दामी त्यहाँ पर झन् दामी रहेछ औ वाउ गाइस यो हेर्नुहोस् न साथीहरू गाडी धुँदैछ झर्नाले यो प्राकृतिक तरिका गाडी धुने ठ्याक्कै यहाँनिर हाम्रो भाइलाई भेटाएँ भाइको शुभ नाम चाहिँ विलास भाइ भाइले एकदम फोटोग्राफी भिडियोग्राफीमा एकदम हेल्प गर्यो थ्याङ्क यू सो मच भाइ ल भाइलाई त याद होला नि यता टुरिस्टहरू ल्याइरहेको है सो यो कञ्चनजङ्घा फल्स छ नि
माथि कञ्चनजङ्घाबाट ग्लेसियरबाट बगेर आएको भन्छ है एकदम यो कञ्चनजङ्घाबाटै आएको कञ्चनजङ्घाबाट आएको त्यही कारण कञ्चनजङ्घा आएको है ल थ्याङ्क यू भाइ थ्याङ्क यू सो मच ल ठिक्कै यहाँ भाइलाई भेटाएर चाहिँ भाइले यति मजा मजाको सर्ट निकाल्थ्यो कि अहिलेको जमानामा यति मिठो मिठो मान्छेहरू यति राम्रो मान्छेहरू हुँदो रहेछ क्या सो म फाइनली गाइस कञ्चनजङ्घा फल्स दामी वाओ ठीक है लीजिए थैंक यू जी लीजिए फोटो लीजिए वाओ यहाँ माथि जाने ट्राई गर्दैछु है साथीहरू म यहाँ माथिबाट झन् अझै बब्बाल देखिन्छ होला सायद बाहुबली भाइब्स आयो दामी सो म चाहिँ माथि जाँदैछु है म चाहिँ सोचेको त्यो जुन चाहिँ अहिले तपाईँलाई झर्ना देखाएँ त्यो मात्रै होला कञ्चनजङ्घा फल्स भनेको त होइन रहेछ यो चाहिँ एउटा नमुना मात्रै रहेछ है माथि रहेछ कञ्चनजङ्घा फल्स सो ठ्याक्कै यहाँनिर हाम्रो भाइ बहिनीहरूसँग भेट भयो नि त सो यहाँ भाइले बतायो है माथि मेन चाहिँ माथि रहेछ नि त है कञ्चनजङ्घा फल्स ल निकै माथि हिँडेर जानुपर्छ क्या हो ल त्यहीँ चढेर जानुपर्ने रहेछ अम्बो वाओ what a view mesmerizing amazing zing zing मेन चाहिँ यो रहेछ नि त कञ्चनजङ्घा फल्स चाहिँ अम्बो दामी तल पनि हवाओं में बहेंगे घटाओं में रहेंगे तू बरखा मेरी मैं तेरा बादल पिया ओके र धेरै बेर अलमा आइभयो अहिले टाइम भन्नुपर्दा कति 4 बज्नै लाग्यो 3:50 ल अब चाहिँ लागौँ यहाँबाट अलराइट एभ्रिवान अब चाहिँ लागौँ यहाँबाट हुन्छ भाइ ओके ल अब चाहिँ लागौँ फेरि यो झर्ना चाहिँ यति बब्बाल हेर्नुहोस् न वाउ प्राकृतिक सुन्दरताले भरिएको रहेछ यो ठाउँ चाहिँ वाटरफल्स लभर्स हुनुहुन्छ भने चाहिँ तपाईँहरू लु आउनुहोस् कञ्चनजङ्घा फल्स दिस इज द राइट टाइम सठिक समय हो आउने समय चाहिँ ठ्याक्क 3:52 गयो 4 बज्नै लाग्यो अझै यहाँबाट मल्ली 3-3.5 घन्टा जस्तो लाग्छ 4:30 4, 5, 6, 7 बजे मल्ली पुग्ने रहेछ 9 बखन बस्ने रहेछ 9, 9:30 हुने रहेछ घर पुग्दा चाहिँ ओके र म फर्किँदा चाहिँ म अघि आएको बाटो चाहिँ गइनँ सो यो कार्पेटिङ भएको सडकै भएर जाँदैछु
सो पेलिङ चाहिँ यहाँबाट 29 या 30 किलोमिटर जति पर्छ सायद, म पनि कन्फर्म छुइनँ। भाइ पेलिङ कति लाग्छ एउटा टाइम? पेलिङ कति लाग्छ पुग्नु यहाँबाट? 1 घन्टा लाग्छ है? 40-50 मिनट है। ल भाइ थ्याङ्क यू। यता फेरि सिमसिमे पानी पर्न थाल्यो। यहाँनिर मैले मजाको खोला दिएको थियो, हेर्नुहोस् न सफा। दुई पाङ्ग्रे हाकौँ के र अहिले टाइम भन्नु पर्दा ठ्याक्क 4:18 गयो। सो दारेप के भन्ने ठाउँमा आइपुग्यो। 2वटा मार्ग हो। अघि म चाहिँ यो बाटोबाट माथिल्लो बाटोबाट गएको खिचु परि। सो अहिले आउँदा चाहिँ यो बाटोबाट आएँ, छिटो आइपुग्दो रहेछ। ल यहाँबाट अब त्यो अघि आएकै बाटो भेट्टाइयो। अब चाहिँ सेम रुटलाई नै फलो गर्दै जाँदैछु म। ए चरा के मजाले उडेर गयो। वन्स अगेन रम्बी झरना। लास्ट एकपल्ट फेरि अन्तिमचोटि हेरिदिउँ त रम्बी झरना। दामी। ल यो झरना नि पार गरौँ। पेलिङ आइपुग्यो। ठ्याक्क अहिले 4:47 गयो। लगभग 45 मिनट जति लागेछ। सो यहाँबाट चाहिँ होला अलराइट एभ्रिवान। टाइम भन्नुभन्दा 5:09 गयो। म आइपुगेँ गेजिङ। सो मल्ली अझै यहाँबाट डिस्टेन्स देखाउँदैछ 59 किलोमिटर। 1 आवर 54 मिनट्स लाग्छ भन्दैछ। झरी परेन भने त केही छैन नि। ओके म चाहिँ माथि गेजिङ अलिक मुनिबाट चाहिँ यो सर्टकट ओह्रालो झरेँ है। सो यहाँबाट अब 500 मिटरको दूरीमा चाहिँ 500 मिटर तल झरेपछि चाहिँ NH 510 भेटिँदो रहेछ, नेसनल हाइवे 510। सो ओह्रालो चाहिँ धेरै ओह्रालो रहेछ। यो ओह्रालोमा चाहिँ 1-2 म आइपुगेँ NH 510 हाइवे। सो यस गाइस 5:28 गयो। सो दिन ढलेर साँझ सुरु भयो। मल्ली पुग्दा चाहिँ आई थिङ्क 7:30 हुने रहेछ। तातो चिया पिउनु मन लाग्यो नि। कहाँ पिउनु? तलतिरै पिउनुपर्छ होला। त्यो जुन चाहिँ तपाईँले फर्स्ट एपिसोड हेर्नु भएको छ भने तपाईँलाई थाहा भयो होइन, कसरी लडेँ भन्दा जुन चाहिँ मेरो फ्रन्टको टायर पुरै तक्लु भइसकेको छ, पुरै चिल्लो भइसकेको छ। सो फ्रन्टको टायर चिप्लेर चाहिँ म खासमा चाहिँ लडेको क्या। ठिक्कै त्यति बेला फोनमा बात मार्नु पऱ्यो नि त। फेरि त्यस्तो भयङ्कर लडेको होइन, त्यो चिप्लेर जस्ट यसो सुल्किँदा चाहिँ त्यो फोस्के माटो भएर गर्दा चाहिँ त्यो डिलमुनि झन्डै झरेको क्या साथीहरू। त्यो चाहिँ गड सेभै हो। के हुन्छ साथीहरू। मोटो भ्लगरको लाइफमा कोही बेला गन्तव्यमा मजाले पुग्नु सकिन्छ, अनि फेरि घरमा पनि सुरक्षित पुग्न सकिन्छ। त कोही बेला त्यही दुर्घटनामा परिन्छ, अबर परिन्छ। त्यस्तै चाहिँ यात्रामा विघ्न बाधाहरू आइपरेन भने, चुनौतीपूर्ण यात्रा बनेन भने यात्राको मजा नै त कहाँ हुन्छ त। अनि होइन त साथीहरू, तपाईँको नाम के हो? यो लेक्सेप हो। जोरताङ चिन्छ? कति लाग्छ यहाँबाट पुग्नु? गाडीमा कति लाग्छ? आधा घन्टा लाग्छ। स्कुल पढ्दैछ? के रिल्स बनाउँदै थियो? ल बाई हात तल। ल लेक्सेप आइपुगेँ म। सो लेक्सेपसम्म चाहिँ ओह्रालो झर्नुपर्छ। सो लेक्सेपबाट चाहिँ आई थिङ्क नेसनल हाइवे भेट्छ होला सायद। नयाँ बजार लेक्सेप। सो आइसला टिभेस रोड देखेँ त्यहाँ मैले, त्यहीँनिर पार्क गर्छु म। एकपल्ट यहाँबाट चाहिँ लेफ्ट टर्न।
सो यहाँनिर फेरि हेर्नुहोस् साथीले साथी भेटायो टिभेस रोनिन यो मल्ली जाँदाखेरि जोरताङ निस्किनुपर्छ नि जोरताङ निस्किनुपर्छ है यहाँबाट स्ट्रेट है हुन्छ यता अगाडितिर चियाहरू पाउँछ चिया पाउँछ अगाडि पाउँछ है अहिले टाइम भन्नुपर्दा 5:37 गयो सो जस्ट रिच लेक्सेप सो यहाँबाट अझै 51 किलोमिटरको दूरी छ मल्ली 7:30 हुन्छ होला सायद यहाँ चाहिँ एकछिन टी ब्रेक गएको तातो चिया पिउनुपर्छ होला ओके र म चाहिँ लेक्सेपमा तातो मिठो कालो चिया पिएर सिधै यता आएँ यहाँबाट चाहिँ एउटा मन्दिर देख्दछ किरातेश्वर मन्दिर देखाउँदैछु है म चाहिँ लेक्सेपमा चिया पिएर अनि लेक्सेपको किरातेश्वर महादेव मन्दिर दर्शन गरेर सिधै यो लेक्सेप नयाँ बजार रोड भएर जाँदैछु सो दिन ढलेर साँझ सुरु भयो साँझ ढलेर अब केही बेरमा रात सुरु हुन्छ सो अहिले टाइम भन्नुपर्दा ठ्याक्क 5:49 गयो 6 बज्नै लाग्यो मल्ली पुग्दा 7:10 हुने रहेछ यी साथीहरू आधा बाटोमा थम्बनेल बनाउनु पर्ने अवस्था भइरहेछ किन 6:30 को भिडियो हो ठ्याक्कै 6:30 मै अपलोड गर्नुपर्छ नि त त्यसैले चाहिँ थम्बनेल बनाउँदैछु ओके थम्बनेल पनि अपलोड भइसक्यो ल अब चाहिँ मेरो भिडियो चाहिँ 6:30 मा आउँछ बेलुकी ल अलिक टाइम चेन्ज भएको छ सो कन्फ्युज नहुनु होला पानी चुउने टनल आइपुगेँ त म पानीको थोपाहरू त मुखभित्र पस्छ त यहाँ टनलभित्र त के हो र अहिले टाइम भन्नुपर्दा ठ्याक्क 6:36 गयो सो म चाहिँ जोरताङको अक्कर ब्रिज आइपुगेँ त टाइम भन्नुपर्दा 7:17 गयो जस्ट रिच मल्ली चेकपोस्ट यहाँनिर रोक्नुपर्छ होला सायद थ्याङ्क यू ल के हो यो बाटो हो कि धान रोप्नुको लागि खेतबारी बनाएको यो अम्बो यो झरी पानी झरी परेर यो हिलाम्मे भएको हो कि सडक कि के हो बुझ्नै सकिएन त गाडा त हिलो भएको रहेछ तर रोनिनको चाहिँ राइडिङ मुड भएको कारणले गर्दा रेन मुड टक्क सेटिङ्स गरेपछि चाहिँ हिलाम्मे सडकमा नि स्लिपहरू हुँदैन ब्रेक लाउँदा किनकि एबिएस सेन्सिटिभ भएको हुन्छ नि त एक्टिभ भएको हुन्छ सट्टै स्लिप चाहिँ हुँदैन 7:30 भयो म आएको कि एउटा विश्वासको कुरो के भयो कि पक्कै उठेछ यो माउन्टै 3 माउन्टै उठेछ अहिले बज्यो रातिको 9 सो मेरो नुडल्स हुँदैछ सो म चाहिँ 9 बज्नु आँट्दा घर आएर नि नुडल्स बनाएर खाएर रेस्ट गरिरहेको छु एउटा विशेष कुरो के भयो भने तपाईँलाई मैले देखाएँ टिस्टामा सो हेर्नुहोस् न मेरो
चेन माउन्टै यो उक्कियो। अब मोटो ब्लकको लागि फेरि अर्को जुगाड गर्नुपर्ने हुन्छ। सो आज घर आइपुग्दा हत्तु हैरान लखतरान भयो। लगभग 295 या 300 किलोमिटरको राइड भएछ। सो जाँदा दुःख पाएँ भने आउँदा चाहिँ सुरक्षित र सकुशल घर आइपुगे। झरीमा नै उति रुजिन भिजिन। सो आजको यो ब्लग यस्तै भयो, यस्तै रह्यो। आई होप हजुरहरूले इन्जोय गर्नु होला। के कस्तो लाग्यो प्लिज कमेन्ट सेक्सनमा कमेन्ट गर्नु होला। अनि भिडियो मन पर्यो भने च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक शेयर साथै सब्सक्राइब गर्नु होला। अनि पुरानै हुनुहुन्छ भने चाहिँ बेल आइकनलाई अलमा राख्नु चाहिँ नबिर्सनु है त। अनि हजुरहरू सधैँ खुसी र स्वस्थ रहनु चाहिँ नभुल्नु होला है त। ल शुभरात्रि सबैलाई।